हेलो एभ्रिवान। आज चाहिँ हामी घाँस काट्नु आएको म र बुहारी। अनि घाँस काट्नु चाहिँ आएकै तर जुगा अलिअलि छैन रहेछ। बाबा अलिक बिसन्चो हुनुहुन्थ्यो र जुगाले बाबा अलिक बिसन्चो हुनुहुन्थ्यो र घाँस काट्नु आएको कि जुगा र सिस्नुले हेर्नुहोस् न। यहाँनिर सिस्नुले यो अघि एक भारी काट्यो, अब एक भारी काटेपछि चाहिँ पुग्छ होला। त्यहाँदेखि चाहिँ नुहाइधुवाइ गर्नु छ, लुगा धुनु छ। त्यहाँदेखि हँसिया चाहिँ यहाँ छ हो, तर साह्रै लाग्ने बलले मात्रै काट्नु पर्दो रहेछ। काट्यो घाँस डल्लै उक्लिँदो रहेछ। यस्तो हँसिया चाहिँ के गर्नु। डोको यहाँ छ, म यहाँ छु। अनि अब घाँस काट्ने तपाईँहरू के गर्नुहुँदैछ हेर्नुहोस् है। हामी चाहिँ यसरी घाँस काट्छ। मेरो चाहिँ यहाँ छ, म चाहिँ काटेको छैन। अब काट्नु आँटेको हँसिया हेर्दा त दामी छ नि हँसिया, के गर्नु। भुत्ते हेर्नुहोस् है, म घाँस यसरी काट्छु। हँसिया चाहिँ अलिक भुत्ते भएको कारणले चाहिँ यसरी फाड्नु पर्ने रहेछ हो। तर आज चाहिँ अलिक पानी परेको छैन। छुट्टीको दिन चाहिँ यसरी घाँस कटाइ हुन्छ। चप्पल खाली खुट्टै भयो। चप्पल लगायो भने पुरा चिप्लिँदो रहेछ। घाँस चाहिँ अलिअलि पलाउँदैछ। अलिअलि भन्दा अब त यतिको निकै हो है। हजुर, हात काट्यो भने चाहिँ गयो। अनि चाहिँ तपाईँहरू कसरी काट्नुहुन्छ घाँस? म चाहिँ एक मुठीमा यति मात्रै यत्रो काटेको के भयो। ए जुगाले टोकेर हेर्नुहोस् खुट्टा। हरेस भयो बिजन त होइन है जुगा त। त्यही त मेरो एक डोको भयो, बुहारीको त्यहाँ एक डोको छ। हामी दिदीबहिनी यहाँ घाँस बोकेर अब जानु आँटेको। उठ्नु पो सक्ने हो कि होइन है। यहाँ तल भुइँमै राखेको छ। कसरी अलिक अग्लो जग्गामा राख्नु पर्थेछ है। म बोकाइदिन्छु ल तिमीलाई। साह्रो परेन उकालो सानो गरौँ खुट्टा टाम्यो। हेर्नुहोस् है अघि काटेको घाँस यति त लिए। कमेन्टमा भन्नुहोस् मैले घाँस कस्तो काटेँ अनि कति बोक्दो रहेछ। बाई बाई। थाक भयो है हाम्रो घाँस चाहिँ। के साह्रो गरम। आज चाहिँ बुहारी र मैले काटेको घाँस चाहिँ भोलि बिहानसम्म पुग्ने बेला भयो। हेर्नुहोस् है हामी चाहिँ काम गर्दैनौँ हप्तामा एकपल्ट घाँस काट्यो भने यस्तो डरलाग्दो थाक यतिले पुग्छ। 3टा गाईलाई काफी। गरम चाहिँ तर साह्रै बेसी भयो। अरू बेला यसो अफिसतिर काम गर्दा त गरम हुँदैन। घरमा काम गऱ्यो भने त कम त गरम हुँदैन। यहाँनिर बैगुन हेर्नुहोस् यत्रो भएछ बैगुनको बोट।